अरहम मनमा हुने विकार क्लेशहरूलाई वासना रहित अलिकति पनि नराखिकन भङ्ग नष्ट क्षय गरिसक्नुभएको हुनाले लोभ दोष मोह राग द्वेष डाह आरिस ईर्ष्या मत्सर्य आदि गरिएका फोहोर मैला क्लेशबाट दूर भइसक्नुभएको कारण अरहम गुणले विभूषित भएर प्रख्यात हुनुभएको भगवान् बुद्ध 1500 क्लेशहरूलाई अरहन्त मार्ग तीव्र ज्ञानले क्षय नष्ट गरिसक्नुभएको कारण अरहम गुणले विभूषित भएर प्रख्यात हुनुभएको भगवान् बुद्ध अविद्या तणहाको प्रमुखताबाट उत्पत्ति भएको पटिच समुत्पात संसारको चक्र गोलो कोठालाई भत्काइसक्नु भएको कारण अरहम गुणले विभूषित भएर प्रख्यात हुनुभएको भगवान् बुद्ध कसैसँग तुलना गर्न नसकिने शील समाधि प्रज्ञा गुणहरूको कारण देव ब्रह्मा मनुष्यहरूको उत्तम दान उत्तम सेवा पूजा सत्कार सम्मानलाई ग्रहण गर्न योग्य हुनुभएको कारण अरहम गुणले विभूषित भएर प्रख्यात हुनुभएको भगवान् बुद्ध कोही पनि नभएको एकान्त एक्लै भएको ठाउँमा कुनै प्रकारको पाप अकुशल नचिताउने कुनै प्रकारको पाप अकुशल नगर्ने हुनुभएको कारण अरहम गुणले विभूषित भएर प्रख्यात हुनुभएको भगवान् बुद्ध यी अरहम गुणका 5 प्रकारका भाव अर्थहरू हुन्। यी भाव अर्थहरूलाई राम्रो प्रकारले बुझेर मुखाग्र हुने गरी अभ्यास गर्नुहोस् भन्दै भवतु सब मङ्गल सबैको मङ्गल होस्, भलो होस्, हित होस्, कल्याण होस्।